आजको राशिफल। आज मिति 2081 साल चैत्र महिनाको 5 गते मंगलबार, चैत्र कृष्ण पक्ष चतुर्थी तिथि। चन्द्रमाको भ्रमण बिहान सूर्योदय 6:09 भयो भने सूर्यास्त बेलुका 6:13 हुनेछ। नक्षत्रमा स्वाति नक्षत्र, करणमा बपकरण, योगमा व्याघात योग। चन्द्रमाको भ्रमण तुला राशिबाट रहनेछ। आज मंगल चौथी व्रत परेको छ। त्यसै गरी सामाजिक कार्य दिवस पनि रहेको छ। विघ्नेश्वर देवताहरूका पनि प्रिय, लम्बोदर हात्तीको समान मुख भएको पवन पुत्र हे गणेश भगवान, तपाईलाई कोटि कोटि नमन छ। सम्पूर्ण गणका नायक गणेश भगवानले हामी सबैको रक्षा गरेर तपाईका समस्त कामनाहरूलाई परिपूर्ति गर्नुहुनेछ। तपाईको जीवनमा सुख, शान्ति, समृद्धि, हौसलाहरू प्रदान गर्नुहुनेछ। मंगलबार चतुर्थी तिथि पर्यो भने त्यसलाई मंगल चौथी भनिन्छ। मंगल चौथीका दिन गणेश भगवानको आराधना गर्नाले सन्तान प्राप्ति हुनेछ, धन प्राप्ति हुनेछ, मनले चिताएका सम्पूर्ण कुराहरू पूरा हुनेछन्। त्यसै गरी भूत प्रेत नकारात्मक ऊर्जाहरूको भय छ, कुनै डर त्रासमा हुनुहुन्छ भने ती सम्पूर्ण कुराबाट मुक्ति मिल्नेछ। शास्त्रमा विघ्नहर्ता जो माता पार्वती र भोलेनाथका पुत्रका रूपमा गणेश भगवानलाई प्रथम पूजित देवताका रूपमा वर्णन गरिएको छ। यस्ता गणेश भगवानले हामी सबैको रक्षा गर्नुहुनेछ। बार बेलाको जानकारी। आज बिहान 6:09 देखि 7:40 रोग बेला रहेको छ। 9:10 देखि 10:41 चर बेला, 10:41 देखि 12:11 लाभ बेला, 12:11 देखि 1:42 अमृत बेला रहेको छ। मेष राशि। आर्थिक सामाजिक कार्यमा लाभ हुनेछ। भाग्यले साथ दिनेछ। मनोबल पनि उच्च बन्नेछ। बौद्धिकता बढेर जानेछ। वृष राशि। प्राविधिक टेक्निकल कार्यमा लाभ हुनेछ। राजनीतिक क्षेत्रमा लाभको योग परेको छ। भवितव्य कुनै घटनाक्रममा परिन सक्छ। नयाँ नयाँ कार्य हुने योग पनि देखिएको छ। मिथुन राशि। बोलीको प्रभावबाट धेरैवटा कामहरू बन्नेछन्। विपरीत लिङ्गीबाट पनि सहयोग प्राप्त हुनेछ। कृषि, चौपाय, पशुपालन आदिबाट लाभ मिल्नेछ। कर्कट राशि। आर्थिक क्षेत्रमा निकै ठुलो विकासको योग देखिएको छ। समाजमा तपाईको मान सम्मान, इज्जत प्रतिष्ठा बढेर जानेछ। भाग्यले साथ पनि दिनेछ। मनोबल उच्च बन्नेछ। सिंह राशि। कूटनीतिक या कुनै नयाँ काममा तपाईले सहयोगको भूमिका निर्वाह गर्नु राम्रो हुनेछ। परस्परमा मतभेद, आफन्तमा द्वन्द्व, गरेका कामबाट अप्रसिद्धिको योग पनि देखिन्छ। नैतिक रूपमा तपाईँ केही समस्यामा फस्ने पनि दिन देखिएको छ। कन्या राशि। स्वास्थ्यमा केही सामान्य जटिल र समाजमा तपाईले नकारात्मक किसिमका घटनाक्रममा फसिन सक्छ। लत्ता कपडाको व्यापार व्यवसायबाट प्रशस्तै धन लाभ हुनेछ। तुला राशि। भवितव्य आर्थिक समस्यामा फसिनेछ। मनोविज्ञान उच्च बन्नेछ। गरेको कामबाट प्रसिद्धि र ख्यातिको योग पनि देखिएको छ। त्यसै गरी आर्थिक रूपमा तपाईले केही समस्याहरू झेल्नुपर्ने हुन सक्छ। आज तर निकै खुसी र रमाइलोसँग बित्नेछ। वृश्चिक राशि। मनमा शान्ति र खुसीको योग देखिएको छ। लामो समयदेखिका बिग्रेका भत्केका कामहरू बन्नेछन्। आज कुनै सकारात्मक किसिमका सन्देशहरू या समाचारहरू सुन्न पाइनेछ। काठ, फर्निचर, औषधिसँग सम्बन्धित खेलकुद यो क्षेत्रमा लाभ हुनेछ। धनु राशि। मत भिन्नता र विवादको योग देखिएको छ। समाजमा नकारात्मक किसिमका अवस्थाहरू देखा पर्नेछन्। शत्रुहरू हावी हुनेछन्। मनमा खराब किसिमको चिन्तन देखिनेछ। मकर राशि। मनोबल उच्च हुनुका साथै गरेको कामबाट प्रसिद्धि र ख्याति पाइनेछ। पराक्रम बढ्नेछ। भाग्यले साथ र सपोर्ट दिनेछ। नयाँ नयाँ काम गर्दै हुनुहुन्छ भने त्यसबाट लाभ पनि पाउनुहुनेछ। कुम्भ राशि।
धन सम्पत्ति आगमनले मनमा निकै प्रसन्नता र खुसी मिल्नेछ। गाडी घोडा वाहन सुखको योग पनि देखिएको छ। आफन्तबाट सल्लाह सुझाव पनि राम्रै पाइनेछ। मीन राशि। लामो समयदेखिको विवाद समाधान भएर जानेछ। आर्थिक पक्ष राम्रो हुनेछ। मनोबल पनि उच्च रहनेछ। समाजमा केही तपाईँले गरेको सकारात्मक कुराको प्रशंसा पनि हुनेछ।